everyone, welcome back to our another new vlog. So आज चाहिँ हस्पिटल चाहिँ हो खाएको 1 महिना भयो अब चाहिँ आई गेस 15 दिन बोलाउनुहुन्छ होला जस्तो लाग्छ है मलाई आजदेखि चाहिँ घरले चाहिँ के हुन्छ सो अहिले चाहिँ हामी हस्पिटल जाँदैछौँ लेट्स गो हेलो भनेर भनिसकेँ मैले आफ्टर सो लङ भनेर पनि भन्न मिलेन हाम्रो अहिले हामीलाई डेली हेर्नु भएको छ अनि जसले मेसेज गर्नुभएको छ हामी तपाईँको ब्लग डेली हेर्छौँ भनेर सबैजनालाई धेरै धेरै धन्यवाद अनि धेरै माया हामी डेली नै बनाउन खोजिरहेछौँ अब होइन झगडा नपरेसम्म झगडा तर म त बनाउँछु एक्लै पनि उहाँले एक्लै भए पनि बिचरा स्याड भएर अनुहारै बनाएर भए पनि बनाउनुहुन्छ अनि मलाई चाहिँ यस्तो सलहरू ओढेको मन पर्दैन हेयर ब्यान्ड लगाएको पनि मन पर्दैन नेल पोलिस लगाएको पनि मन पर्दैन एकदमै सादा सिम्पल होइन तर मैले मेकअप चाहिँ अलिअलि गरेको चाहिँ मनपर्छ है अलिअलि मेकअप त गर्न भन्नुहुन्छ मेकअप नगर्दा नराम्रो छु र म मेकअप गर भने मलाई रिस उठ्छ फेरि अनि त्यसपछि अनि त्यसपछि के भन्दै थियो फेरि तपाईँ अघि पनि बिर्साइदिनु भयो अहिले पनि बिर्साइदिनु भयो अनि मलाई मायाले जसले मेसेज गर्नुभएको छ टिकटकमा इन्स्टामा फेसबुकमा सबैजनालाई धेरै धेरै धन्यवाद अनि मलाई पर्सनली अचारहरू पनि के खान मन लाग्छ पठाइदिन्छु भन्दै हुनुहुन्थ्यो सो धेरै धेरै धन्यवाद यति धेरै मायाको लागि तर जेन्युन मलाई मेरो वेल विशरहरू चाहिँ अहिले थाहा हुँदैछ क्या मलाई तपाईँ कस्तो खुसी लाग्यो आई एम सो ह्याप्पी फर यु भन्नुहुन्छ अनि जस्ट कन्सर्न हुन्छ नि त्यो देखाउनुहुन्छ त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद यहाँबाट थ्याङ्क यू अनि प्रेग्नेन्सी पिलो पठाइदिनु भएको अनि पर्दा पठाइदिनु भएको हजुर उहाँलाई पनि धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद हामीले चाहिँ अघिल्लो ब्लगमा चाहिँ नामै मेन्सन गरेर थ्याङ्क यू पनि भनिसकेका छौँ सो थ्याङ्क यू सबैजना माया गर्नुहुनेहरूलाई सो मेरो चाहिँ वेट गेन भएको चाहिँ तर कस्तो फेसमा चाहिँ छैन है बेबी फेसमा चाहिँ छैन तर अझै टाइम बाँकी छ कि थाहा तर पहिला चाहिँ प्रेग्नेन्सी भन्दा पहिला चाहिँ बरु मेरो यहाँनिर डबल चिन्ने चाहिँ यता देखिन्थ्यो अहिले फेरि छैन भने बेबी यति यति डबल चिन लिएर आउने होला नि त मोटे मोटे भएर हो मोटे 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 भएर कहिले रे के त आज सोध्नुपर्छ कहिले भनेर है तपाईँ सोध्नु क्या सोध्नुहुन्न तपाईँ के सोध्ने तपाईँ मेरो पोल मात्रै लाउनुहुन्छ डक्टरले आप खायो यो स्कुटर चलायो भनेर पोल लाउनु मात्रै जाने हो क्या तपाईँ खासमा केही काम छैन तपाईँको मेरो ड्राइभर र पोल लाउन जाने हो सो अहिले चाहिँ हामी माइती घर पुग्यौँ हामी जाँदैछौँ यसलाई माइती भन्ने शब्द एकदम मनपर्छ माइती भन्ने शब्द हरेक चेलीलाई मनपर्छ हरेक बिहा गरेको मान्छेलाई केटीलाई गाईको गाई गर्छ जानु परिहाल्यो नि अनि अस्ति आएको कति दिन भयो 2 दिन भयो अब तेस्रो चौथो दिनमा फेरि नयाँ देखा न तेस्रो या चौथो दिनमा फेरि उहाँ भरे जानुपर्छ फेरि जाने है हुन्छ जानुपर्छ जाने हो मजाले जाने कसले मम्मीले हेर म बोलाउँथेँ नि मलाई के थाहा होइन काम छ अरे के जोइनको भने मैले छ काम खुब मलाई थाहा हुन्छ सबै बहाना पारेको नआउनलाई भन्दो रहेछ नि त मलाई थाहा भयो त बोलाउँथेँ नि भन्दो रहेछ नि त अलिक छिटो कुदाएर छिर्नु छैन छिटो कुदायो भने यस्तो बेला कुदायो भन्छ जे गरे पनि सुख छैन यार रोक्छ नि त नि कति मिनट रोक्छ बरु रोक्ने नि होइन र रोक्ने होइन र बरु हतार चाहिँ किन गर्ने कहाँ गएको बाउला है मान्छे अब बाटै छोडेर बाटै छोडेर गयो घुमाउनु पर्छ दिमाग हुनु पर्यो नि मूर्ख मनुष्य अर्कालाई त खुब मूर्ख दिमाग हुनु पर्यो भने कराउनुहुन्छ तपाईँ त्यही भएर ड्राइभ गर्दाखेरि नबोल भन्छु क्या नबोल भन्छु अहिले मैले भने भाइ थाहा छ यार थाहा छ भन्नुहुन्थ्यो अहिले मैले भनिदिएको भए म त्यता लाने होला भनेको सिधै लिएर मान्छे त दिमाग त हो कि लगेर यहाँभित्र छोडिदिन्छु नि थाहा पाउँछ जाउलाई चिडियाखाना म बरु आनन्द हुन्छ तपाईँको अनुहार त हेर्नु पर्दैन तपाईँको अनुहार त हेर्नु पर्दैन आनन्द हुन्छ मलाई A few moments later
आउनुहुन्छ अघि नै ओर्लेर टिकट के अरे अगाडि गएको छ Okay. जस्तो भएछ जस्तो भएछ त्यहाँनिर सुतेर चेकअप सक्यो अब कति 3 विक्समा आउने भेकेसन पछि Oh, what a calculation. पिछा गर्नुपर्छ त्यो क्या चुज गर्न पाइन्छ नि अब गाडी लिएर आउनु ल म जाँदिनँ त्यता पर ल ल ल लखर हिँडेर जानुभयो म चाहिँ यहाँ वेट गर्छु मेरो चप्पल चेन छ है हेर्नुहोस् यहाँनिर पिङ्क लाउँदिनँ अब धेरै भयो पिङ्क दिस इज सिल्भर पानी र वेट टिस्यु अब हामी फेरि यहाँबाट घर जान्छौँ अनु चाहिँ त्यहीँभित्र नै कुरिरहेछ सो म यहाँ पार्किङबाट उसलाई पिक गरेर अनि घर जान्छौँ हामी जाउँ माया हामी जाउँ घर जाउँ अब जाउँ होइन त माया जाउँ माया मिठो बोल्ने डक्टर साहबको बोली चाहिँ साह्रै मिठो के अरे डक्टर साहबको बोली चाहिँ साह्रै मिठो के अरे म के भन्छ कहाँ देखाउने भन्दाखेरि अब खासमा बोली चाहिँ एकदमै राम्रो के मतलब एकदम राम्रो ट्रिट गर्ने मन पर्यो किनभने पेसेन्टहरूलाई कम्फर्टेबल चाहिँ गराउनुपर्छ क्या बोलेर हाँसेर होइन अनि त्यही नै त हो नि कम्फर्टेबल जे पनि कम्फर्टेबल भयो भने त हो नि एकदमै राम्रो हुनुहुन्छ मेरो डक्टर मेरो मात्र डक्टर मैले देखाएको भएर मेरो मात्र डक्टर सबैजनाको डक्टर के हो त्यो ओके सो हाम्रो आजको चेकअप सकेर घर जाँदैछौँ हामी अनि विगत 2 दिनदेखि चाहिँ एकदम धेरै गर्मी छ काठमाडौँमा घाम चर्को नचर्को बेसरी फिल चाहिँ कस्तो आइरहेछ नि तराईतिर कस्तो आइरहेछ तर मलाई अलिकति ओभर अहिले चाहिँ अलिकति बढी नै हुन्छ मतलब मान्छेलाई नर्मल गर्मी हुन्छ नि मलाई अलिकति एक्स्ट्रा लेभलको अलिक बढी गर्मी हुन्छ क्या अहिले त्यस्तो खालको गर्मी मैले कहिले पनि फिल गरेको थिइनँ तराईको जस्तो चिट पसिना आइरहने होइन चिडचिड हुने म रिसाउनु त सक्दिनँ यस्तो मान्छेसँग के रिसाउनु उल्टै रिसाएर उल्टै फकाउनुपर्छ मैले रिसाउँदिनँ क्या म रिसाउने भनेको मेरो मम्मीसँग मात्रै रिसाउने हो क्या
मेरो रिस मेरो आमाले मात्रै हेर्ने कि कसैले पनि हेर्दैन क्या मलाई। चुप्पो लागेर बस्नुको अर्थ रिसाउने होइन क्या। चुप्पो लागेर बस्नुको अर्थ मौन बस्नुको अर्थ रिस झगडा नगर्नु हो क्या। त्यही भएर यस्तो मौन बस्ने बच्चा चाहिँ नहोस् है। थुथुनो यता गए पनि बेहुरा चाहिँ मैतिर जाओस् अलिकति बोल्ने। मान्छे प्यार बोलिराख्ने झगडा गरिराख्ने मान्छे मन त्यस्तो होइन नि त। झगडा हुन्छ भन्दा बरु मौन बस्ने चुप्प लागेर बस्ने आनन्द होइन र भने। त्यस्तो होइन, त्यो ढुङ्गा बोल्ने मान्छे नबोल्ने चाहिँ हुँदैन क्या। यस्तो चाहिँ हुँदैन कि कति घर पुग्यो। अब खानासाना खाऊँ अनि बसेर गफ गर्नुपर्छ। घर पुग्नुलाई पानी पर्ने सम्भावना छ है आज भने। गर्मी पनि छैन, जाडो पनि छैन, घुम्म भइरहेको जस्तो क्या। हावा चाहिँ त्यो दसैँ आउनु जस्तै त्यस्तो फिल भइरहेछ। अब के गर्नु त भन्दाखेरि केही टेन्सन छ। त्यो पनि टेन्सनको बिचमा छु। केही न केही त सोच्नुपर्छ भन्ने कुरो हो। 11 बज्यो, बेला यहाँ कुरिरहेछ, अनुला कुरिरहेछ। के भयो, पानी छैन? कति मेथी भिजाउनु भएको त तपाईँले? त्यो त 2-4टा भिजाउने हो। यो चाहिँ फेरि कलर हेर्दाखेरि चाहिँ अर्को देखिन्छ, तर यो अर्को चाहिँ होइन। त्यो होइन नि, फेरि मेथी पानी हो। एक ग्लास चाहिँ त्यसैको लाग्यो। क्या चिसो हो पेट यार। केसमा लाउनु मलाई फेरि। अब एकछिन रेस्ट गरेर खाना खानु पर्ला। म चाहिँ मैले फोड्दै थिएँ नि होइन, मैले काटिरहेको थिएँ नि होइन, मैले काटिरहेको थिएँ नि होइन, मैले काटिरहेको छु कि आफै काट्नु। तिमीलाई गाह्रो भयो भनेर त नि म कहिले सोच्दिनँ। अब यसरी गर बिचारा बुढालाई यस्तो भयो भने त बिचारा भन्ने त बेउरै छैन क्या। त्यसै गर्नु न, छोडिदिनुपर्छ। काट्न सकेन भने म आएर काटिरहेको छु त। अनि यसरी काट्नु, उसरी काट्नु, यसरी काट्नु, आफै काट्नु न त। नत्र जिम जाने नि त, आएर भात खायो हुन्छ। पानी छ त्यसमा? होइन, यहाँ दही छ, दही खाइरहेको। मतलब कति पानी छ भने आफूले चाहिँ बाङ्गो कुरा गर्दाखेरि, बाङ्गो जवाफ दिँदाखेरि मैले के भने? पानी छ त खाइरहेको छु त नि। कसैमा थोरै हुन्छ, कसैमा धेरै हुन्छ। खाएर सकेको छैन, कति छ के थाहा, यहाँ देखेको छैन, यत्रो छ, कसलाई थाहा हुन्छ। यो दिन मात्रै हो कि म खुसी भएको दिन। त्यो दिन पनि अघिल्लो दिन बोलाएको थियौ तिमी, मैले बोलाएर भोलि बिहे भनेर। बच्चा पनि बेला चाहिँ बोला नि फेरि। अघिल्लो दिन बोलेको भोलि बिहे छ भनेर। त्यति साह्रो जोड चाहिँ नबोल है। बोल्न आउँदैन मलाई। त्यो फ्यान चलाएको? कहाँको? यहाँको। चलाएको भए घुम्दैन? मतलब चलाउने हो भने के? चलाउने। ए, तँ गयो।